यो चाहिँ हाम्रो हिजोको सपिङ सिलगढीको आउँदा आउँदै बाटोमा झोला च्यातेर अर्को झोला लिन परेको थियो। यस्तो बिजौ भएको थियो भने नि बाटोमा। अनि हेरौँ है त अब हामीले के किन्यौँ भनेर। सुरुमा म तपाईहरुलाई कपडा देखाउँछु ल, क्लोथेस हामी के किन्यौँ भनेर। सुरुमा मेरो कपडाबाट स्टार्ट गरौँ है त। यो चाहिँ एउटा मेरो लागि कुर्ता लिएको थिएँ। यो चाहिँ कुर्ता भयो। यति राम्रो कपडा छ नि, यति राम्रो कपडा छ यसको। यो चाहिँ वेस्ट साइडबाट लिएको अनि क्वालिटी एकदमै राम्रो छ कि। यो चाहिँ हामी कोलकातामा सपिङ गरेको थियौँ अनि बर्थडे मन्थमा हामीलाई चाहिँ डिस्काउन्ट भएको भएर हामी त्यहाँ सपिङ गर्न गएको थियौँ। अनि यसको चाहिँ सुरुवाल सेट यस्तो छ। सुरुवाल पनि क्वालिटी एकदमै राम्रो छ। 95% कटन भनेर दिएको छ। एकदमै राम्रो क्वालिटीको छ। अनि अर्को पनि कुर्ता छ, म तपाईहरुलाई देखाउँछु है। अर्को कुर्ता सेट चाहिँ यस्तो रहेको छ। अम्ब्रेला टाइपमा छ। यो चाहिँ यस्तो छ। माथि यस्तो डिजाइन छ अनि मुनि पनि यस्तो छ। सिम्पलमा हो तर कस्तो राम्रो छ, लुक्सहरु एकदमै राम्रो छ। अनि यसको पनि सुरुवाल छ। यसको सुरुवाल चाहिँ यस्तो छ। मुनि यस्तो ह्यान्डवर्कहरु गरेको डिजाइनहरु थियो अनि एकदमै राम्रो लागेको थियो मलाई चाहिँ। अनि एउटा यो सिम्पल कुर्ती घरमा युज गर्नको लागि। यो पनि कस्तो राम्रो कटनको कपडामा छ। अनि यसलाई कति सस्तो परेको थियो कि, कति सस्तोमा लिएको हो यो मैले। अब म चाहिँ मेरो हस्बेन्डको बर्थडे हो, 2 दिनपछि म मेरो हस्बेन्डको बर्थडे गिफ्टको लागि पनि गएको थिएँ। अब म मेरो हस्बेन्डको बर्थडेमा के गिफ्ट किनिदिएँ भनेर म देखाउन गइरहेको छु। एउटा यो टी सर्ट थियो है। हस्बेन्डलाई बर्थडे गिफ्ट के किनिदिएँ भनेर देखाउँछु है त। फर्स्टमा यो एउटा टी सर्ट छ होइन, एकदमै सफ्ट पिङ्कमा छ। हेर्नु कलर कति धेरै सफ्ट छ। अनि यसको पछाडि चाहिँ यो डिजाइन मन परेर लिएको। अनि सिम्पल छ तर यस्तो राम्रो छ, यसको क्वालिटी एकदमै राम्रो छ। अनि अर्को पनि टी सर्ट छ होइन उहाँलाई, व्हाइटमा छ। अब गर्मीमा राम्रो देख्छ नि त, कुल देख्छ है। अनि व्हाइट उहाँलाई व्हाइटले सुहाउँछ पनि। अनि एउटा यो टी सर्ट छ। अनि त्यसपछि उहाँलाई चाहिँ एउटा यो मन परेको थियो अनि यो पनि हामीले फाइनल गरेको थियौँ, ओके गरेको थियौँ। यस्तो राम्रो छ यो पनि उहाँलाई लाउँदा एकदमै राम्रो देखियो अनि लिनु भनेर लिएको। अनि उहाँलाई मैले अर्को यस्तो पनि किनिदिएको थिएँ। यो पर्फ्युम किनिदिएको थिएँ मैले उहाँलाई। यो एकदमै राम्रो छ, यसको स्मेल, यसको फ्रेग्रेन्स मलाई एकदमै मन पर्यो यो उहाँलाई। अनि सक्स लिनुभएको थियो। यो चाहिँ उहाँले सक्स त्यहाँबाट लिनुभएको थियो। यो चाहिँ उहाँको लागि नै हो। लाइक 600मा 3 पिस पर्यो यो चाहिँ नेपालको। अनि क्वालिटी चाहिँ कस्तो राम्रो छ कि क्वालिटी यसको। अनि अब चाहिँ मैले मेरो नन्दको लागि केही किनेको छु त्यो देखाउँछु ल म। यो टी सर्ट उसलाई चाहिँ अफिसको लागि राम्रो हुन्छ भनेर मैले लिएको। यो उसलाई, मेरो नन्दलाई यो एउटा टी सर्ट छ मेरो नन्दलाई। अनि यो पर्फ्युम, यो वुमनको पर्फ्युम मैले चाहिँ अर्कै फ्रेग्रेन्समा युज गरेको थिएँ। अनि त्यो मलाई एकदमै मन परेर मैले फ्रेग्रेन्स चाहिँ चेन्ज गरेर उसलाई लिदिएँ। कस्तो राम्रो छ कि यो फ्रेग्रेन्स पनि। अब यसमा चाहिँ मेरो मेकअपको प्रडक्टहरु छ। मेकअप लाइक थोरै ज्वेलरीहरु थोरै त्यो चाहिँ हेरौँ ल अब है के लिऊँ मैले चाहिँ मेरो लागि पर्फ्युम पनि मेरो सकिरहेको थियो। अनि मेरो लागि चाहिँ एउटा यो पर्फ्युम लिएँ मैले चाहिँ। अनि त्यसपछि एउटा यो लिपस्टिक लिएँ। यसको लिप ग्लस पनि छ अनि लिपस्टिक पनि छ। मलाई न्यूड सेडमा चाहिरहेको थियो अनि एकदम राम्रो छ। मैले हिजो यसको टेस्टर पनि युज गरेँ। रातिसम्म रह्यो के, त्यो बिहान लगाएको टेस्टर रातिसम्म नै रह्यो। एकदम लङ लास्टिङ रहेछ। त्यो पनि मन पर्यो मलाई अनि त्यही भएर लिएको। अनि एउटा यो चाहिँ सनस्क्रिनको स्टिकबाट लिएको। काहीँ ट्राभलहरू गर्दाखेरि रिएप्लाई गर्नलाई सनस्क्रिन स्टिकबाट मलाई मन परिरहेको थियो लिन अनि त्यही भएर लिएको। अनि एउटा यो चाहिँ त्यही उनीहरुकै कम्पनीको स्टुडियो वेस्टको फाउन्डेसन हो यो चाहिँ हैन, मेरो सेडमा। यो पनि एकदम लो कस्टमा हो तर राम्रो फुल कभरेज दियो। मैले टेस्ट पनि गरेको थिएँ अनि मलाई राम्रो लागेर एउटा यो पनि लिएँ।
अनि एउटा यो मेरो अघिको कुर्तासँग म्याच गरेर मैले एउटा यो ज्वेलरी लिएँ। अनि यो पाउडर सेट गर्नलाई मैले एउटा लिएँ। यति यो चाहिँ लाइक यो के भन्छ नि इन्सेन्स स्टिक हो होइन। यो रुममा चाहिँ रुमको उसको लागि हो। कस्तो राम्रो फ्रेग्रेन्स छ क्या यसको। इन्सेन्स स्टिक भनौँ न, राम्रो लाग्यो क्या मलाई यो हामीले युज गऱ्यौँ हिजो। अनि मैले चाहिँ यो एउटा चेरी रेड कलरमा मुन ब्याग मेरो भान्जीलाई चाहिँ ल्याइदिएको थिएँ। अनि त्यसपछि अर्को पनि छ यो नानीहरूको कति राम्रो लाग्यो यो डिजाइन। यो मलाई चाहिँ एकदमै धेरै मन पर्यो। यो चाहिँ मैले मेरो दिदीको छोरालाई लिइदिएको थिएँ। नेक्स्ट भिडियो चाहिँ म त्यहाँको प्रडक्ट युज गरेर तपाईँहरूलाई एउटा भिडियो बनाउने छु मेकअपको। त्यो कस्तो हुन्छ हेरौँ है त नेक्स्ट भिडियोमा। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब नेक्स्ट भिडियोमा हेरौँ है त प्रडक्ट कस्तो हुने रहेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।